मध्यपुर ठिमी लोकन्थलीमा अवस्थित दिव्येश्वरी मन्दिरको बारेमा छोटो मिठो जानकारी। देवी दुर्गाको यस मन्दिर शक्ति र सुरक्षाको एक प्रतीक हो। यस मन्दिरको वास्तुकला विशेष छ। शिखर शैलीको यस मन्दिरमा 5 मुख्य चुचुरासँगै जम्मा 13 वटा चुचुराहरू छन्। यो लोकन्थली चोकबाट 50 मिटर दक्षिणमा अवस्थित छ। भनिन्छ कि मुख्य चुचुरा सहितको मन्दिर श्रीयन्त्रको रूपमा बनेको छ। मन्दिरभित्र दिव्य अलौकिक स्वरूपमा विराजमान हुनुभएकी दिव्येश्वरी माताको मूर्ति छ। देवीका छविमा 11 टाउको र लगभग 108 वटा हात छन्। विशेष गरी दशैं तिहार जस्तो ठूलो चाडमा धेरै नै चहल पहल हुने यस मन्दिरमा देवीको दर्शन गर्न आउने भक्तालुहरूको ठूलो भेला लाग्ने गर्दछ। यस मन्दिरलाई दिव्य नामक तान्त्रिकले सन् 1950 मा स्थापना गरेका थिए। अहिले यस मन्दिर क्षेत्रमा निर्माणको कार्य भइरहेकोले बाहिरी क्षेत्र अलि अव्यवस्थित देखिन्छ। दिव्येश्वरी देवीको पूजा अर्चना गर्नाले मनोकामना पूरा हुने विश्वास गरिन्छ। यस्तै रमाइलो अनि जानकारीमूलक भिडियोहरू हेर्नको लागि हामीलाई फलो अनि सब्स्क्राइब गर्नुहोला। धन्यवाद।